तपाईहरुले मलाई सधैँ सोध्नुहुन्थ्यो नि गान्डे फेन्डीलाई पनि ल्याउनु पर्यो गान्डे फेन्डी भनेको को हो भनेर आज म हजुरहरुलाई चिनाउँछु आखिर गान्डे फेन्डी भनेको को हो त गान्डे हजुर सर फेन्डे भाइ हजुर सर ल चिन्नु भयो होला नि गान्डे भनेको यही हो फेन्डे भनेको यही हो गान्डे फेन्डीलाई त चिन्नु भयो र म तपाईहरुले आज मेरो नयाँ साथीलाई पनि चिनाउन चाहन्छु विशाल ए विशाल राम्रो नामले बोलाउँदा त यसले कहाँ सुन्छ ल ओ सुपारी सर जवान जवान ताम बस्यो बेला जवान जवान ताम बस्यो बेला हल्का ताम बस्यो बेला अनि पयसो रेगो स्ट्यान्ड अप उठ अनि छिन ताम कति जग्गा त किन धेरै यता जवान छिरिङ शेफ शेफ सर यी नाम चाहिन्छु बुझ्यौ बस आई काम मुझे जरा रेस्पेक्ट मी शेफ छिरिङ ओके ला 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 हि हो आधा नि नाम सर नाम अनि सुबारी अनि विदेशबाट कहिले आइस् त हो यार एकदम यार अनि के हो सुबारी तब कालो हैन तब कालो भएछ त दुबईको घामले लास्ट चढायो नि यार जे भयो यार लास्टै चढायो नि यार कालेबारी कालो नै बनाइदियो नि दुबईमा काम गरेर केही पार लागेन यार अब म नि सेफ बन्नु पर्यो के बोर्खुको पनि म यहाँ भाडा पनि मास्छु टोइलेट पनि सफा गर्छु भुइँ पनि पुस्छु